हेलो नमस्ते साथीहरू, तपाईहरुलाई मेरो भिडियोमा फेरि स्वागत छ है। सो आजको भिडियो चाहिँ मैले प्लान्टहरुकै बारेमा लिएर आएको छु है साथीहरू। सो हाम्रो गाउँमा चाहिँ प्राय सबैजनाले चाहिँ अब मकैको बिउहरू है, मकैको बिजन, काँक्राको बिजनहरू चाहिँ आफ्नो आफ्नो बारीमा छिटिसक्नु भएको छ। तर हामी चाहिँ अलिक ढिलो भयो नि त हो। हिजो मात्रै बाबाले चाहिँ उयो गर्नुभयो नि त, बारी चाहिँ सफा गर्नुभयो। अब त्यसमा खन्नु, त्यहाँ मलहरू हाल्नु त डल्लै बाँकी छ है। सो अब मकै त भइहाल्छ हो। काँक्रा चाहिँ हिजो दुई काँक्राको बिजन खोजेँ कि घरमा, तर मरै पाइनँ हो। सो मैले चाहिँ के गरेँ भने चाहिँ हाम्रो साइली काकीकोबाट चाहिँ यति चाहिँ काँक्राको बिजन लिएर आएको छु। सो प्लस अब बारी त खन्नु भएको छैन है। सो आज चाहिँ म गमलामा नै रोप्ने छु है साथीहरू। अब घरमै काँक्राहरू, फल सब्जीहरू रोपेको चाहिँ अब अर्कै स्वाद हुन्छ नि त। हो, काँक्रा चाहिँ अब बारीमा नरोपेर चाहिँ मैले चाहिँ गमलामै, फिलहाल चाहिँ गमलामै रोप्दैछु है साथीहरू हो। सो बारी जब रेडी हुन्छ, सो यो काँक्राहरू चाहिँ फेरि म बारीमा नै सार्नेछु। हुन्छ साथीहरू, आजको लागि यति नै।